गाइज हामीले चाहिँ यो खरायो पालेका छौँ आजभोलि। सानो खरायो छ, खरायोले घाँस खाँदैछ। यहाँ यो चाहिँ हाम्रो मकै बारी हो। सबै हाम्रो लगाएको मकै हो। यो ता पारीको एकदम राम्रो भ्यू देख्न सक्नुहुनेछ। अर्को पनि छ खरायो, कता गएको छ अर्को? अर्को खै अर्को अर्को खरायो चाहिँ यतातिर बसिरहेको छ होला। के छ कान्छा? हेलो 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 हेलो, के गरिरहेछस्? खोइ साथी तेरो चाहिँ यहाँ खाना घाँस खाँदैछ। उता अर्को छ। यो चाहिँ हामीले पाल्न लिएर आएको घरपालुवा खरायो है। तैर तैर ल ल ल ल लाग्दैन। यो चाहिँ साथी छुट्टै बसिरहेछन् आज। किन हो? अर्को मासतिर छ, घर मासतिर, एउटा घर मुनतिर छ। घाँस चाहिँ खाइरहेछ है अहिले त। खाऊ 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 घाँस खाऊ। यता हाम्रो मकै यस्तो भएको छ। यता अर्कोमा चाहिँ सिमी फलिरहेको छ, रुख सिमी। यता थोरै देखिन्छ यहाँबाट। यही नै हो।